नमस्कार अनि हार्दिक स्वागत छ सम्पूर्ण नेपाली क्रिकेट प्रेमी साथीहरू। यदि तपाईलाई लाग्छ कि नेदरल्यान्ड्सको मैदानमा हुन गइरहेको नेपाल र नामिबिया बीचको यो खेल केवल आइसिसी क्रिकेट वर्ल्ड कप लिग 2 को अर्को एउटा साधारण वानडे म्याच हो भने तपाईँ पूर्ण रूपमा गलत हुनुहुन्छ। यो खेल केवल एउटा भिडन्त मात्र होइन, यो त नेपालको विश्वकप क्वालिफायरसम्मको सिधा यात्रा तय गर्ने 5 वर्षको सपना र गणितको ठूलो परीक्षा हो। लिग 2 को अङ्क तालिकामा यति धेरै प्रतिस्पर्धात्मक मोडमा पुगिसकेको छ कि यहाँ गुम्ने हरेक एक अङ्कले टोलीलाई आउने 2 वर्षसम्म एसोसिएट क्रिकेटको कठिन र अन्यलग्रस्त मोडमा धकेल्न सक्छ। त्यसैले आजको यो विशेष भिडियोमा हामी कुनै माथिल्लो सतहका कुरा वा भ्रामक अनुमान मात्र गर्ने छैनौँ। हामी उत्रेकको काम्पङ मैदानको माइक्रो क्लाइमेट, रुबेन ट्रम्पलम्यानको इनस्विङ ट्र्याप, बर्नार्ड सोल्टेजको पिच म्याप एनालाइसिस र नामिबियाका कप्तान गेरार्ड इरास्मसको सबैभन्दा ठूलो कमजोरीको वैज्ञानिक पोस्टमार्टम गर्नेछौँ। नेपाल र नामिबिया बीचको प्रतिस्पर्धात्मक इतिहास हेर्ने हो भने यी दुई टोली एसोसिएट क्रिकेटका पुराना प्रतिद्वन्दी हुन्। किर्तिपुरको टियु मैदानको रातो माटोदेखि विन्डोकको तीव्र गतिको पिचसम्म र अब युरोपको चिसो वातावरणमा खेलिँदै गर्दा दुवै टोलीले एकअर्काको रणनीति र कमजोरीसँग भलीभाँति परिचित छन्। नामिबियाले पछिल्ला केही वर्षहरूमा आफ्नो संरचना, फिटनेस र अन्तर्राष्ट्रिय एक्सपोजरमा ठूलो फड्को मारेको छ। अर्कोतर्फ नेपालसँग विश्वभरका समर्थकहरूको ऊर्जा र पछिल्लो समय सुधारिएको रणनीति क्रिकेट छ। तर जब खेल न्युट्रल भेन्यू अर्थात् नेदरल्यान्ड्समा हुन्छ तब पुराना तथ्याङ्कहरू गौण बन्छन् र मैदानको तत्कालिक स्थितिले जित हारको फैसला गर्छ। त्यसैले भिडियोको 1 सेकेन्ड पनि नछुटाई अन्तिमसम्म ध्यान दिएर सुन्नुहोला। सबैभन्दा पहिलो कुरा गरौँ स्पोर्ट पार्क मार्स्कलवर्ड उत्रेचको पिच र मौसमको बारेमा। एसियाली र युरोपेली कन्डिसनमा क्रिकेट खेल्नु पूर्णतः फरक हुन्छ। उत्रेकको पिचमा बिहान 10:30 बजे खेल सुरु हुँदा स्थानीय मौसम र हावाको आर्द्रता अर्थात् ह्युमिडिटी 70% भन्दा बढी हुने अनुमान गरिएको छ। यसको सिधा अर्थ के हो भने बिहानको पहिलो सेसनमा नयाँ बलको सिलाइ वा सिमले हावामा अत्याधिक घर्षण पाउँछ, जसले गर्दा ब्याटरहरूका लागि सुरुका 10 ओभरमा लेटरल स्विङ र सिम मुभमेन्टले ठूलो चुनौती खडा गर्नेछ। युरोपेली पिचहरूमा बलले सुरुमा हावामा सुइकिएर भित्री वा बाहिरी किनारा लिने सम्भावना बढी हुन्छ, जसलाई हाम्रा ओपनरहरूले अत्यन्तै संयमित भएर सामना गर्नुपर्छ। ग्राउन्ड डाइमेन्सन र हावाको बाहबको कुरा गर्दा उत्रेचको कम्पङ मैदानको स्ट्रेट बाउन्ड्री 68 मिटरको छ भने स्कोर बाउन्ड्री जम्मा 61 मिटरको छ। यहाँ हावा पश्चिमतर्फ बग्ने हुनाले देब्रे हाते ब्याटरहरूका लागि मिड विकेटतर्फ छक्का हान्न सजिलो हुन्छ। यसको फाइदा नामिबियाका जे स्मिथ र जान फ्र्याङ्कलिन जस्ता पावर हिटरहरूले उठाउन खोज्नेछन्। त्यसैले नेपालका कप्तान र बलरहरूले फिल्ड सेटिङ गर्दा हावाको दिशालाई विशेष ध्यानमा राख्नुपर्छ। यदि टसको कुरा गर्ने हो भने बिहान ओभरकास्ट कन्डिसन छ भने टस जितेर पहिलो बलिङ रोज्नु नै सबैभन्दा बुद्धिमानी निर्णय हुनेछ। उत्रेचको मैदानमा 250 देखि 260 रनको लक्ष्य पार गर्न योग्य अर्थात् पार स्कोर मानिन्छ र दोस्रो इनिङ्समा घाम ढल्दै जाँदा पिच ब्याटिङका लागि अझ सहज हुँदै जाने इतिहास छ। अब कुरा गरौँ प्रतिद्वन्दी टोली नामिबियाको बनावट र उनीहरूका मुख्य खतराको बारेमा। नामिबिया एसोसिएट क्रिकेटको एउटा निकै व्यावसायिक, शारीरिक रूपमा बलियो र वेल ब्यालेन्स टोली हो। उनीहरूसँग उत्कृष्ट अलराउन्डरहरूको बाहुल्यता छ, जसले गर्दा उनीहरूको ब्याटिङ अर्डर 8-9 नम्बरसम्म फैलिएको छ। उनीहरूसँग 4 वटा यस्ता खतराहरू छन् जसले खेलको रुख जुनसुकै बेला मोड्न सक्छन्। पहिलो खतरा हुन् रुबेन ट्रम्पलम्यान। ट्रम्पलम्यान 138 किलोमिटर प्रति घण्टाको गतिमा नयाँ बललाई भित्र छिराउने देब्रे हाते बलर हुन्। नेपालका शीर्ष 4 ब्याटरहरू पछिल्ला केही श्रृङ्खलाहरूमा यस्तै लेफ्ट आर्म इन स्विङ्गिङ डेलिभरीमा एलबिडब्ल्यू वा बोल्ड आउट भएका छन्। ट्रम्पलम्यानले नयाँ बलबाट पहिलो 5 ओभरमा विकेट निकाल्न सक्यो भने नेपाल सुरुमै दबावमा पर्नेछ। दोस्रो खतरा हुन् बर्नार्ड सोल्ज देब्रे हाते अर्थोडक्स स्पिनर हुन्, जसले वानडे क्रिकेटमा प्रति ओभरमा जम्मा 3.75 रन मात्र दिन्छन्। सोल्जको रणनीति कडा हुन्छ। उनी निरन्तर स्टम्प टु स्टम्प बलिङ गरेर ब्याटरहरूलाई डट बलको जालमा पार्छन्। जब ब्याटर अतालिएर ठूलो सट हान्न खोज्छ उनी विकेट चट पार्छन्। तेस्रो खतरा हुन् उनीहरूका कप्तान गेरार्ड इरास्मस केवल कप्तान मात्र होइनन्, उनी टोलीका मेरुदण्ड हुन्। उनी मध्यम क्रममा आएर इनिङ्सलाई एङ्कर गर्छन् र उपयोगी अफ स्पिन बलिङ मार्फत रनको गति पनि रोक्छन्। र चौथो खतरा हुन् जे स्मिथ अन्तिम ओभरहरूमा आएर विस्फोटक ब्याटिङ गर्ने र मध्यम गतिको बलिङबाट महत्त्वपूर्ण साझेदारी तोड्ने क्षमता राख्दछन्। अब कुरा गरौँ नेपालको ट्याक्टिकल मास्टर प्लान र ब्याटिङ रणनीति। यस्तो बलियो प्रतिद्वन्दी विरुद्ध नेपालको ट्याक्टिकल मास्टर प्लान के हुनुपर्छ त? नेपालले यो म्याच जित्न 3 चरणको स्पष्ट रणनीति अपनाउनु पर्छ। पहिलो चरण हो सुरुवाती 10 ओभरमा लिभ स्ट्राटेजी। हाम्रा ओपनर कुशल भुर्तेल र आसिफ शेखले पावर प्लेमा 25 वा 30 रन मात्र बनाए पनि फरक पर्दैन, तर विकेट सुरक्षित राख्नुपर्छ। ट्रम्पलम्यानको अफ स्टम्प बाहिरका स्विङ हुने बलहरूलाई प्रहार गर्नुभन्दा लिभ गर्नु नै नेपालको लागि आधा जित सरह हुनेछ। देब्रे हाते बलरहरूको भित्री बललाई प्याडमा पर्न नदिई सोझो ब्याटले डिफेन्स गर्नु प्राथमिक शर्त हो। दोस्रो चरण हो 11 देखि 40 ओभर बीचको मिडल ओभर म्यानेजमेन्ट। यो चरणमा रोहित पौडेल र भीम सार्कीको भूमिका निर्णायक हुनेछ। रोहित र भीम दुवै स्पिन विरुद्ध उत्कृष्ट खेल्छन्। उनीहरूले सोल्टज र इरास्मसको कसिलो बलिङ विरुद्ध अनावश्यक हवाई फायर गर्नुको सट्टा हरेक ओभरमा 4 देखि 5 वटा सिंगल र डबल निकालेर स्ट्राइक रोटेट गरिरहनुपर्छ। यदि मध्य ओभरमा नेपालले बिना कुनै थप क्षति रन रेट 4 देखि 5 का हाराहारीमा राखिरह्यो भने नामिबियाका बलरहरू आफै दबावमा हुनेछन्।
तेस्रो चरण हो अन्तिम 10 ओभरको फिनिसर कार्नेज। यदि नेपालले 40 ओभरसम्म 6 वा 7 विकेट जोगाएर राख्यो भने दिपेन्द्र सिंह ऐरी र गुलसन्जाको पावर हिटिङलाई प्रयोग गरेर उत्रेजको छोटो स्कोर बाउन्ड्रीमा अन्तिम 10 ओभरमा 70 देखि 80 रन सजिलै जोड्न सकिन्छ। आरिफ शेखले पनि तल्लो क्रममा संयमित ब्याटिङ गरेर फिनिसरहरूलाई साथ दिनुपर्छ। अब आउँछ यो खेलको सबैभन्दा ठुलो एक्स फ्याक्टर अर्थात् सन्दीप लामिछाने र नेपालको स्पिन बलिङ आक्रमण। तथ्याङ्कलाई गहिरेर अध्ययन गर्दा एउटा निकै रोचक तथ्य बाहिर आउँछ। नामिबियाका कप्तान गेरार्ड इरास्मस र मध्यम क्रमका ब्याटरहरू लेग स्पिन विरुद्ध सामान्यतः आक्रामक देखिन्छन् र 135 को स्ट्राइक रेटमा रन बनाउँछन्। तर जब लेग स्पिनरले बललाई 82 किलोमिटर प्रति घण्टा ढिलो अर्थात् हावामा लुप दिएर फाल्छ र टर्न गराउँछ, इरास्मसको ब्याटिङ औसत जम्मा 16.5 मा झर्छ। यसको अर्थ सन्दीप लामिछानेले सुक्खा पिच सर्फेसमा आफ्नो परम्परागत तीव्र गति बललाई छोडेर हावामा नचाउने र फाइट दिने रणनीति अपनाउनु पर्छ। सन्दीपको गुगली र फ्लिपरहरूले नामिबियन ब्याटरहरूलाई झुकाउन सक्छ। सन्दीपलाई अर्को छोरबाट ललित राजवंशीले कसिलो देब्रे हात स्पिन मार्फत साथ दिनेछन्। ललितको अनुशासित लाइन एन्ड लेङ्थले डट बलको सिर्जना गर्छ र अर्को छोरबाट सन्दीपले विकेट निकाल्ने वातावरण बन्नेछ। यद्यपि स्पिनरहरूको भूमिका जति महत्त्वपूर्ण छ, सोमपाल कामी र करण केसीको पेस आक्रमण पनि उत्तिकै निर्णायक हुनेछ। सोमपालको बाहिरी स्विङ र करणका हार्ड लेङ्थ डेलिभरी नामिबियाको ओपनर माइकल भानलिङ्गेन र मलान क्रुगरलाई सुरुमै पेभिलियनको बाटो देखाउनु पर्छ। साथीहरू, यदि दुवै टोलीको सम्भावित प्लेइङ 11को कुरा गर्ने हो भने नेपालको तर्फबाट कुशल भुर्तेल, ईशान पाण्डे, आरिफ शेख, आसिफ शेख, रोहित पौडेल, भीम सार्की, दिपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने ओर्लिने प्रबल सम्भावना छ। अर्कोतर्फ नामिबियाको टोलीमा माइकल भानलिङ्गेन, मलान क्रुगर, जान बल्ट, गेरार्ड इरास्मस, जेजे स्मिथ, जान फ्राङ्कलिन, जेन ग्रिन, रुबेन ट्रम्पलमेन, बर्नार्ड सोल्स, ज्याक ब्राजेल। यो खेलमा तीनवटा मुख्य म्याचअपले नतिजा तय गर्नेछ। पहिलो कुशल भुर्तेल र आसिफ शेख भर्सेस रुबेन ट्रम्पलम्यान, जुन सुरुवाती सर्भाइभलको ठूलो लडाई हुनेछ। दोस्रो रोहित पौडेल भर्सेस बर्नार्ड सोल्स, जुन चतुर ब्याटिङ र कडा स्पिन बीचको चेस खेल जस्तै हुनेछ। तेस्रो सन्दीप लामिछाने भर्सेस गेरार्ड इरास्मस, जुन यो म्याचको सबैभन्दा ठूलो टर्निङ पोइन्ट बन्नेछ। समग्र तथ्याङ्क, मैदानको कन्डिसन, टोलीको सन्तुलन र हालैको फर्मलाई एउटै तराजुमा राखेर हेर्दा यो खेल 53% नेपाल र 47% नामिबियाको पक्षमा देखिन्छ। नेपालको स्पिन बलिङको गहिराई र मध्यम क्रमको अनुभवले गर्दा नेपाललाई सामान्य अग्रता मिलेको हो। तर शर्त एउटै छ, नेपाली टोलीले सुरुवाती 10 ओभरमा संयमता गुमाउनु भएन र ग्राउन्ड फिल्डिङमा 100% योगदान दिनुपर्छ। साथीहरू, तपाईँलाई के लाग्छ? के नेपालले इतिहास रच्दै नामिबियालाई हराउन सक्ला? अनि यो खेलमा नेपालको तर्फबाट प्लेयर अफ द म्याच को बन्ला? तल कमेन्टमा अवश्य लेख्नुहोला। भिडियोलाई एउटा लाइक गरेर नेपाली क्रिकेटको यो यात्रालाई समर्थन गर्नुहोला र यस्तै गहिरा विश्लेषण क्रिकेट भिडियोहरूका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। फेरि अर्को विश्लेषणात्मक भिडियोमा भेट्नेछौँ। तबसम्मका लागि जय नेपाल, जय नेपाली क्रिकेट।